हेलो साथीहरु, म चाहिँ अहिले भने एकदम आफ्नै गाडीमा कुदेर गएर चाहिँ दोकान पुगेर फेरि कुखुराको कर्ची मर्ची किन्नु पर्ने हुनाले गर्दा आफ्नै गाडीमा कुदेर गएर कर्ची मर्चीहरू किनेर यहाँ झोलामा हालिरहेको छु। अन्त अब घरको आमाले भन्छ, लु बेलुका त अलिक मासु मांसहरू यसो भए पनि कर्ची मर्ची नै भए पनि लु ल्याऊ है, काम गराइले निकै थाक्यो। अनि अब बेलुका चाहिँ यसो कुखुराको कर्ची मर्चीसँग खानासानाहरू यसो है कडाकुडीहरू चराचुरुप लगाएर चाहिँ आराम गर्नुपर्छ भनेर भन्नुले गर्दाखेरि चाहिँ म अहिले फेरि दोकान आफ्नै गाडीमा गएर सारसौदाहरू गरेर फेरि आफ्नै गाडीमा फर्किँदैछु। अन्त के गर्नु, अब अर्काको गाडीमा चढौँ भने भाडा तिर्नु पर्ने हुन्छ। त्यसले गर्दाखेरि चाहिँ थोत्रे भए पनि अब स्क्रैपमा दिने बेला भएकै भए पनि अब आफ्नै गाडी नै ठिक रहेछ भनेर चाहिँ आफ्नै गाडीमा पो ओहोरदोहोर गर्दैछु कि साथीभाइ। टायर पनि खिएर ओहोरदोहोर गरेकोले गर्दा खिएर हेर्नु नि हौ, छेडिसकेको छ टायर पनि हो। अब टायर पनि चेन्ज गर्ला जस्तो हुँदैछ। रिसोल गर्नु पर्यो भनेको थियो, रिसोल पनि नहुने रहेछ। अन्त निकै नै टायर त खराब भइगयो, तार निक्लिसक्यो नि हो टायरको त अब त। त्यसले गर्दा चाहिँ अब कहिलेतिर हुन्छ, अब यसो टायर फेर्न फेरि नाम्चीतिर लाग्नुपर्छ होला जस्तो लाग्दैछ साथीभाइ। मैले आयतराजकोमा पनि 5 नम्बरको लेक्टो टायर मैले मगाएको थिएँ कि आइपुगेको छैन रहेछ, लिएकै छैन रहेछ हो। मलाई चाहिँ फेरि मेरो गाडीमा चाहिँ तपाईँको 5 नम्बर भन्दा बेसी ठुलो टायर चाहिँ फेरि लाग्दैन हो। अन्त त्यो हुनाले गर्दाखेरि चाहिँ 5 नम्बरको टायर चाहिँ मगाएको, खोइ अहिले होइन मगाएको 1-1.5 महिना भइसक्यो हो, अझै ल्याइपुऱ्याएको छैन रहेछ। साथीभाइ दुःख त्यही थोत्रे टायरले अब दुःख गर्दैछु। अब टायर बिना हिँडौँ भन्दा पनि तल सबै गियरबक्सहरू उसको बल्टु सल्टुहरू केहरू भुइँमा घस्रिने डर हुन्छ हो। भरे प्लाटै एउटा के भाँचिदियो भने त, विशेष कुरो चाहिँ साइलेन्सर भाँचिदियो भनेदेखिलाई त हो साउन्ड त घिनलाग्दो हुन्छ, भोलिदेखि त नकुदे पनि भयो होइन। त्यसले गर्दा चाहिँ अन्त टायर मगाइरहेको छु हो, आउँछ होला यति दिनमा। अन्त अनि भाइ त्यसले गर्दाखेरि चाहिँ अब ल्याम्रेङ आफ्नै गाडीमा हिँड्दैछु। घर साँडे आइजा, घर साँडे अब आइजा। अघि घाँस फ्याँकिरहेको छु भने फ्याँक्नु भयो, घाँस नि अघि फ्याँक्छु भन्दै आउनु हुँदैछ कि मामा, अन्त फ्याँक्नु भयो कि भएन? म त बाटोमा हेर्दै आएँ छैन हो। के नाच्छ रिस उठेको? 10:30 गएको होला आज फाल्टो काम थियो कि मेरो। तला गोर्ले ल्याउनु बत्तीले भात ल्याए नि त। मेरो भाइले भने अलिकति सानो उसले ल्यायो अनि मैले ल्याए गर्दा त पेपले कम्ती गर्नु हुँदैछ हो। भारी त कतिलो थियो। त्यहाँदेखि फेरि गायो, त्यहाँदेखि फेरि कोही बेला त वस्तुहरू पनि बित्थामा पालेछु जस्तो पो लाग्छ हौ। पहिलेको घाँस ल्याइदिएको मात्रै खाँदै अहिले खाएको छैन हो। पापाले यो राम्रो बुद्धि गरे है। आगो लगाइदिन्छ होइन,
आगो नलगाउनु कि अँ, त्यो जति पनि माथि बाख्राले खाएको खस्र मस्र झिक्रार हुन्छ नि अँ, यहाँले त थाक यो दाउरा हटाउनुहोस् हो अँ, थाक 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 बनाएर चाहिँ नि यसलाई चाहिँ अलिअलि पानी पर्दाखेरि भिज्छ अनि जुठो पानीहरू भएको बेला मात्रै माथिबाट छ्याम्का दिइबस्नु यो मकिन्छ कि मल दामी हुन्छ यो होइन हौ जिग्रीको राख्नु मन परेन मलाई हजुर जिग्रीको राख्नु मन परेन त्यो तल जलाउँछु म ठिकै मन ठिक परेन किनभने यहाँ यसपाल बोडा सोडा नलाउने ए सँगै राख्ने म यो छेउ खिन्दो रहेछ नि त ओहो अब त्यता दबाई गरिबस्नुपर्छ हो हो त्यस कारणले गर्दा यसपाल चाहिँ म ठिकै ठिक सबैलाई मैले बिउ पनि पुऱ्याएँ भनेपछि यहाँको बोडा मास्नु भयो बोडा मास्नु भयो मासु हेर्नुहोस् डाँक्रा यत्र आएको थियो कि ए अरूको पनि दिइहालेँ मैले हुनु पनि राम्रो चाहिँ भएन नि रोपेको देखि हजुर राम्रो भएर नि रोपेको देखि होइन तपाईँको यो लायो लाग्यो लायो लाग्थ्यो लायो लाग्यो नभए मिठो त मिठो झुटोले खाएँ नि खान त मैले कोही कोहीलाई बिउ पनि दिइ पठाएँ हो तर यहीँबाट ल्याएको बिउ तल तिमीले 40 रुपियाँ किलो गरेर बेच्यो भन्दै थियो यो है मेरो अलिकति चाहिँ नि 40 रुपियाँ किलो गरेर बेच्यो मजाले फल्यो भन्दै थियो हिजो यो भनेको मलाई यही बोडा है यही बोडा सबैले मन पराउँछ नि ओहो कहाँ यो त सित्रासँग नि तपाईँको सित्रा या सुकुटीसँग चाहिँ मिलाएर चाहिँ बनायो भने त कम्ती दामी हुँदैन नि त हो त्यो पनि भयो तपाईँको यो मजाले पर्पर अदुवा सदुवा लगाएर खुर्सानी तेल लगाएर चाहिँ नि तपाईँको यो सब्जी बनाउनु पर्छ कि दालको तिन पकाउनु पर्छ साँच्चै राम्रो हुन्छ नि तपाईँ कहाँ मिठाइरहेको अनि चाहिँ नि खेतको चामलको भात हुनुपर्छ आम्मा कुखुराको मासु भन्दा घिउ हुन्छ नि हौ मान्छेले भन्छ कि हजुर मासु र धानको भात त केही खान सक्दैन भन्छ तर मान्छेले यति उडाएको देखेँ खान्छ 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 तपाईँ हामीले चाहिँ कोनी सक्दैनौँ जस्तो लाग्छ मेरो पनि हिसाब किताबमा कि तर खानेले त लु खान्छ है खान्छ धेर चाहिँ भन्दैन म नखानेले पनि 1.5 महिनाको भात खान्छ 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 त्यो मिठो गन्ध गन्धले गर्दाखेरि भुँडी त अगाइसकेको हुन्छ कि भुँडी अगाइसकेको हुन्छ मन अगाउँदैन हो अन्त यसो पहिला त घोप्टेर खाँदै गरेको हुन्छ भरे खाँदै 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 जाँदा उत्तार्ने भर्दै पोल्ट्री गोइन्जल पो खुवाइ त हो तर नि एउटा चिज चाहिँ खाँदैन है मराहरूले हजुर बेसी खाँदैन पोल्दा दिनुपर्छ बेसी खाँदैन सेलरोटी हो सेलरोटी ताजा खान सक्दैन सेलरोटी सेलरोटी हो गन्धाले गर्दा दिएको खाएको गन्ती गर्दै दिनुपर्छ कि बेसी खान सक्दैन त्यो झन् त्यो भान्जेले साह्रै बेसी खाँदैन गन्धाले नै अन्त तर खानेले खान्छ है खाने खान्छ कतिले खान्छ हौ यहाँ पर कुदुङ तपाईँ देख्नुभयो हेरेको देखेको हो त्यो कुदुङले माथि दियालीमा घुम्दै गएछ यो आरो बलबहादुरको छोरीको चाहिँ ससुराको घरमा गएछ कि त जाँदाखेरि त एकपाटी डम्फु लगाएर गएको थियो अरे एकछिन जाने नजाने गाउँमा गएर गीत गाएर त भरे त मित भाइ आयो भनेर त 1 गिलास चिया अलिकति सब्जी 3 रोटी दिएको थियो अरे हो सेलरोटी मुख पनि कस्तो लागेको त्यसको फेरि छक्कै पर्यो यस्तो खालको रोटी त म त 55 वटा खाइदिन्छु भनेर भन्यो अरे 55 वटा आमामा तातो रोटी 55 भन्यो अरे इलामीबाट छक्का पर्यो अरे इलामी कताले होइन तर उहाँ कुदुङ भेनेको नि जिउ पनि जिउै थियो नि फेरि मान्छे कालो पनि होइन सेतो पनि रातो वर्णको जिउ पनि त्यो अब जिउै त्यो खान्थ्यो होला हो खान्थ्यो होला त्यहाँदेखि भरे त तपाईँको मित दाजु घरमा मित भाइले चाहिँ भनिहाल्यो कसरी मित दाजु मित भाइ पऱ्यो भने धाराको बुढो नि त बाजेसँग चाहिँ मित लगाएको नि फेरि त्यस कारण मित दाजु पऱ्यो नि माथिबाट पकाइ खाने माइला भने खान्छु दाजु भन्यो भने पिठो कुट्नु लगाएर कि घरको जानु पऱ्यो होला पिठो कुट्नु लगाएर त्यहाँदेखि त सही यो खालको रोटी त 55 वटा राखिदियो अरे हो त्यहाँदेखि 1 कराई आलु भुटेको अच्छा सब्जी 1 कराई उसलाई मात्रै 1 कितली चिया चिनी फिटेको चिया अनि यो खाएर जितेर लैजाउँ भनेर त्यति बेलाको जमानामा बक्सिस पनि 2 रुपियाँ आठा निकै है 2 रुपियाँ आठा खाइस् भने चाहिँ लगाएर जानु भनेको त्यो 55 रोटी पनि खाएछ
त्यो एक कराई आलुको त पनि खायो प्याज 1 किलो चियाले पनि अगाएन हो भरे खाइसकेर त्यो पैसा पनि लगेर गयो पैसा लगेर गयो ठट्टरी हो है खतरा मान्छे तपाईँले देखेकै हो देखेको नि सबैले सोध्दा उहाँ चाहिँ विशेष त अब तपाईँको औँसीमा दीपावलीमा डम्फुसँग हिँड्थ्यो हो डम्फुसँग हिँड्थ्यो अन्त डम्फुको अब तामाङ सेलो गीत गाउनुहुन्थ्यो गाउँदै डम्फुसँग अब डुल्नुहुन्थ्यो एक रमाइलो लाग्थ्यो बिचरा अब उहाँ भइन्जल चाहिँ अब एउटा सबैलाई एउटा उहाँले एउटा रिमेम्बर एउटा इतिहास होइन बताइराख्यो अब मतलब जनाइराख्यो है बुझाइराख्यो अब उसको जिउ पछि त अब खोइ छैन नि अरू त छैन नि त्यो चाहिँ के भने त्यो मान्छेले धामी पनि पछाडि सिकेको मात्रै हो डम्फु नाच्न पछाडि सिकेको मात्रै हो मलाई सोध्नुहोस् किन भन्दा यहाँको सबको हाम्रो सरकारी फर्स्ट डम्बारे को थियो भने माथि स्वदेशको नि स्वदेशको बाबुको चाहिँ स्वदेशको चाहिँ मौली स्वदेशको चाहिँ ससुराको चाहिँ बाबु हो त्यो चाहिँ कान्छाको छोरा आसाङथाङको अच्छा अच्छा ऊ चाहिँ नि कसैले नसक्ने आकाश पाताल झार जङ्गल रुख पात ताक यसो गरेर चरा राख्थ्यो कि काठको बनाएको त हो नाच गीत बनाउनु थाल्यो यस्तो गरेर पुछारी जुरुक उठ्थ्यो टाउकामा यस्तो गर्थ्यो हो आकाश पाताल जङ्गल टाक भनेपछि भयङ्करै सबै जान्ने थिएछ पर्वतेबाट होइन नि फेरि आफ्नै कुराबाट ल बाबा हुन्छ म गएको है ल साथीभाइ देख्नुभयो होला हाम्रो तामदर्जे मेमेले हाम्रो कुदुङ मेमेको है कथाहरू गरेको पनि उहाँले चाहिँ अब बाजी खेल्दा चाहिँ तपाईँले सायद टाढो भएर चाहिँ अलिकति बुझ्नु भएन होला है साउन्ड र कुदुङ मेमेले चाहिँ बाजी खेलेछ गरे हो 500 रुपियाँ पैसा अब पहिलाको जमाना त 500 रुपियाँ निकै हो अहिलेको 1000 रुपियाँ जस्तो हो र बाजी खेल्दा चाहिँ 55वटा सेलरोटी 1 कितली दुध चिनी फिटेको चिया अनि 1 कराई आलु है आलु भुटेको चाहिँ खाएर चाहिँ उसले बाजी जितेर चाहिँ 500 रुपियाँ पैसा टिपेर चाहिँ हिँडिदिएछ गरे तर साथीभाइ म के भन्न चाहन्छु भनेदेखिलाई कुदुङ मेमेको चाहिँ जिउ हेर्दाखेरि है उहाँले चाहिँ खाने खालकै हो जिउ हेर्दाखेरि चाहिँ अब यस विषयमा त थियो अब अहिले पो उहाँ बित्नु भयो र हामीले अब देखिएको छैन है र त्यसले गर्दाखेरि उहाँ पक्कै हो उहाँ खाने खालको मान्छे नै हो त उहाँ निकै दर्रो पनि थियो अरे पहिला है र त्यसरी नि अब म त अब हेर्नुहोस् न कन्टिन्यू भिडियो बनाएर यसो साथीभाइहरूलाई अपलोड गर्नु मन लाग्छ नि के गर्नु भ्याउँदिनँ है कामको बिजी एक्लो परियो अब एउटा हातले भिडियो बनाएर अर्को हातले काम गर्दाखेरि अलिक नमिल्दो रहेछ है अप्ठ्यारो हुँदो रहेछ त्यसले गर्दा चाहिँ कोही बेला म भिडियो बनाउँछु र अपलोड गर्छु साथीभाइ है तपाईँहरू त्यसमा चाहिँ माया गरिदिनुहोस् है तपाईँले लाइक दिनुहोस् हैन म त्यही भन्न चाहन्छु कमेन्ट त अब तपाईँहरूले गरे पनि भयो नगरे पनि भयो तर विशेष कुरो चाहिँ माया चाहिँ एकदम गरिदिनुहोस् लाइक गरिदिनुहोस् सेयर गरिदिनुहोस् हैन र त्यही हो साथीभाइ ल अहिले यतिमै छ है।